आजको यो कार्यक्रम यही क्षण सुरु गर्दै गइरहेका छौँ। आयोजना गरेकोमा म आयोजकहरूलाई हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्न चाहन्छु। विगतदेखि नै यस कार्यलाई निरन्तरता दिँदै सम्मेलनको नयाँ संस्करण आयोजना गर्नुभएकोमा पनि तपाईहरू धन्यवादका पात्र हुनुहुन्छ। यस सम्मेलनबाट यो भूखण्डमा बसोबास गर्ने विविध समुदाय बीचको आपसी एकता र सद्भावलाई सुदृढ तुल्याउनुका साथै हिमवत् खण्डका परम्परागत ज्ञान तथा मौलिक संस्कृतिको संरक्षण संवर्धन तथा सम्वर्धनमा समेत सहयोग पुग्ने मैले अपेक्षा गरेको छु। यस अवसरमा सम्मेलनमा सहभागी हुन भारत, भुटान, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड लगायत विभिन्न मुलुकबाट आउनुभएका विद्वत व्यक्तित्वहरूलाई हार्दिक स्वागत गर्दै यहाँहरूको नेपाल बसाइ सुखद रहोस् भन्ने कामना व्यक्त गर्दछु। हिमवत् खण्डको केन्द्रमा रहेको नेपाल सभ्यता र ज्ञानको आदिभूमि हो। यही भूमिमा सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको हो। यसै भूमिमा 4 वेद, उपनिषद, श्रुति, स्मृति, पुराण तथा अनेकौं नीतिशास्त्रहरूको प्रादुर्भाव र विस्तार भएको विश्वास गरिन्छ। हिमवत् खण्ड वास्तवमा एक पौराणिक भूगोल हो जसका बारेमा अनेक कोणबाट अध्ययन अनुसन्धानहरू क्रमशः हुँदै जानेछन्।
यस सम्मेलन जस्ता पहलहरूले यस क्षेत्रलाई साहित्यिक एवं सांस्कृतिक भूगोलको आकार दिन सफल हुनेछ भन्ने मलाई विश्वास लागेको छ। हाम्रा पौराणिक गाथाहरूले भन्दछन् कि हिमवत खण्ड अन्तर्गत नै सप्तगण्डकी क्षेत्रमा काश्यप र पुलस्त्य ऋषि, कोशिकिनारमा कौशिक ऋषि, मिथिलामा राजा जनक, अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र कपिल वस्तुमा सांख्य दर्शनका प्रवर्तक महर्षि कपिल जस्ता दार्शनिक तथा वाल्मीकि, व्यास वा कालिदास जस्ता महान कविहरूको जन्म भयो। यस भूखण्डमा शाक्य सभ्यता, खस आर्य सभ्यता, किराँत सभ्यता, विन्ध्य सभ्यता र बागमती सभ्यता जस्ता समृद्ध सभ्यताहरू विकसित भएका छन्, जसले दक्षिण एसिया र पूर्वी एसियाको सभ्यता तथा संस्कृतिमा गहिरो प्रभाव पारेका छन्। यसरी सर्वप्राचीन ज्ञान सभ्यता वाङ्मयको प्रवर्तन र विस्तार भएकाले नै हिमवत खण्ड र यस अन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्गम र विश्व सभ्यताको आदि भूमि मानिएको हो। हामी सबै जानकार नै छौँ, यस पावन भूमिमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म भयो र विश्वभर बुद्धत्व र मानवतावादको प्रकाश प्रसारित भयो। हिमवत खण्डमा विकसित सभ्यताहरू दार्शनिक, धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले समृद्ध रहेका छन्। यस क्षेत्रमा हुर्किएका वैदिक संस्कृति, योग, ध्यान, आयुर्वेद तथा कर्म धर्मको सिद्धान्त यस सभ्यताका मौलिक विशेषता हुन्, जसले मानव र प्रकृति बीचको सन्तुलन, आध्यात्मिक उन्नति तथा सामूहिक सद्भावमा केन्द्रित रही विश्व सभ्यतालाई नै गहिरो प्रभाव पार्न सफल भएका छन्। त्यसैले पश्चिमी मुलुकहरूले समेत यहाँका ज्ञान र परम्पराहरूलाई अनुसरण गरिरहेका छन्। यो हाम्रो लागि गौरवको विषय हो। हिमवत खण्डभित्र बसोबास गर्ने विविध समुदाय बीच कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्मक एकतालाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। प्राचीन समयको साझा पौराणिक भूगोलका बासिन्दा हामी आज विविध मुलुकका नागरिक छौँ, तथापि हाम्रा बीचमा सभ्यताको उही साझा धागो छ अनि संस्कृतिको त्यही सुन्दर सेतु छ, जसले हामीलाई आपसमा जोडेको छ र भविष्यमा पनि जोडिरहने छ। अवश्य पनि हाम्रा बीचमा भाषिक भिन्नताहरू छन्, हाम्रा सोच्ने तरिकाहरू फरक छन् र हाम्रा आफ्नै राष्ट्रिय कर्तव्य र दायित्वहरू छन्। ती भिन्नतालाई हामीले हाम्रा विशिष्ट र प्राकृतिक विशेषता मान्नुपर्दछ भन्ने मलाई लाग्दछ। तिनै विशेषताले हामीलाई अझ विशेष बनाउन मद्दत गर्दछन् र हिमवत खण्ड सभ्यताको साझा बनाएको हामीलाई एकअर्कासँग अभिन्न राख्न पनि मद्दत गर्छन्। यसै कारण मलाई लाग्छ हामी भिन्न भइकन पनि एकै हौँ र विविध भइकन पनि साझापनका सूत्रमा आबद्ध छौँ। हाम्रा राष्ट्रहरूका सन्दर्भमा समेत यो कुराहरू उत्तिकै लागू हुन्छन्। यहाँ उपस्थित हुनुभएका विशिष्ट व्यक्तित्वहरू एवं मित्रहरू विभिन्न देश वा समुदायका सङ्गीत, चलचित्र, पुस्तक, भाषा र परम्पराहरूको आदान प्रदानले सांस्कृतिक विविधताप्रति सम्मान र रुचि बढाउँछ, जसले मानवीय सम्बन्धलाई अझ नजिक ल्याउँछ।
यसरी कला र साहित्यले हाम्रा भौगोलिक सिमाना पार गर्दै नवीन चिन्तन, सहिष्णुता र सांस्कृतिक समन्वयको मार्ग खोल्दछ, जसले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ। मदन भण्डारी कला साहित्य प्रतिष्ठानले यस अघि 2075 साल असारमा 205औं भानु जयन्तीका अवसरमा 3 दिने हिमवत खण्ड कला साहित्य सम्मेलनको आयोजना गरेको थियो। सोही सम्मेलनको निरन्तरताको रूपमा यसपटक कला साहित्य अतिरिक्त संस्कृतिलाई समेत समावेश गरी यो बृहत सम्मेलनको आयोजना भएको मैले जानकारी पाएको छु। यस सम्मेलन अन्तर्गत कला साहित्य र संस्कृतिका बारेमा गरिने अन्तर्क्रियाबाट यस भूखण्डको महत्ता गरिमालाई उजागर गर्न थप मद्दत पुग्ने छ भन्ने मैले विश्वास लिएको छु। हिमवत खण्ड अन्तर्गत नेपाल सहित भारतको सिक्किम, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरूले हाम्रा समुदायका साझा भाषा, संस्कृति, धर्म, मूल्य मान्यता र पहिचानको रक्षा गर्नु भएको छ। हिन्दू, किराँत र बौद्ध जस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषीहरूको जीवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको छ। साथै समुदाय बीचको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक आदान-प्रदानले नेपाली भाषी पहिचानलाई बलियो बनाउँदै हिमवत खण्ड क्षेत्रमा फैलिएको नेपालीपनलाई एक साझा सांस्कृतिक विरासतमा बाँधेको छ। आज विश्वव्यापीकरणको प्रक्रिया तीव्र बनिरहेको सन्दर्भमा राष्ट्रियता पनि भूगोलको सीमारेखा भित्र मात्र सीमित रहेको छैन। जीविकोपार्जन र फरक भविष्यको खोजीमा मानिसहरू एक मुलुकबाट अर्को मुलुकमा बसाइ सर्न सक्छन्, तर आफूले अँगालेको भाषा, संस्कृति, संस्कार र विश्वास प्रणाली पनि उनीहरूले आफूसँगै लिएर गएका हुन्छन्। विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली भाषी समुदायलाई यही साझा संस्कृति, विश्वास र चिन्तन प्रणालीले भावनात्मक एकताको सूत्रमा बाँधिरहेको छ। राष्ट्रियताको यस किसिमको विस्तारित अवधारणालाई अब हामी सबैले आत्मसात गर्नुपर्दछ। तसर्थ हिमवत खण्डभित्रका विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली भाषी समुदायका बीचमा भावनात्मक एकतालाई सुदृढ बनाउन यस हिमवत खण्ड कला साहित्य संस्कृति सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु। हिमवत खण्डको प्राचीन सभ्यता वैदिक, बौद्ध, किराँत तथा अन्य मौलिक संस्कृतिहरूको समृद्ध सङ्गम हो, जसले दर्शन, कला, विज्ञान, आयुर्वेद, योग र स्थापत्य कला जस्ता विविध ज्ञान प्रणालीहरूलाई विकसित गरेको थियो। तर आधुनिकता र पश्चिमी प्रभावको तीव्रता बढेसँगै यी मौलिक परम्परा र ज्ञान प्रणालीहरू विस्मृत हुँदै गएका छन्। यस अवस्थामा हाम्रो सांस्कृतिक धरोहरको पुनर्जागरण तथा पुनरुत्थान अत्यावश्यक छ, जसले हाम्रो सभ्यताको मौलिक पहिचान संरक्षित हुनुका साथै समकालीन समाजलाई पनि मार्गदर्शन गर्न सकोस्। तसर्थ अनुसन्धान, शिक्षा, प्रविधि तथा नवप्रवर्तनको माध्यमबाट प्राचीन ज्ञानलाई वर्तमान आवश्यकतासँग समायोजन गर्दै युवा पुस्तालाई यसको महत्त्वबारे जागरुक गराउनु जरुरी छ। यस गौरवशाली सभ्यतालाई संरक्षण गरी
भावी पुस्तामा हस्तान्तरण गर्नका लागि सम्बद्ध सबैको समर्पण, अध्ययन र प्रयास अपरिहार्य रहेको छ। हिमवत् खण्डको तासको रूपमा रहेको हिमालय क्षेत्र केवल भौगोलिक संरचना मात्र नभई धार्मिक, सांस्कृतिक तथा सभ्यतागत दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ। हिमालयले प्राकृतिक रूपमा विश्वको मौसम प्रणालीलाई सन्तुलनमा राख्नुका साथै यहाँको जैविक विविधता र वातावरणीय सन्तुलनका लागि पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्दछ। तर जलवायु परिवर्तनका कारण हिमालयहरूमा तीव्र रूपमा हिउँ पग्लन थालेको छ भने हिमताल विस्फोट, चरम मौसम परिवर्तन, जैविक विविधताको ह्रास, पानीको स्रोतमा कमी जस्ता कारणले स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर असर परिरहेको छ। साथै यसबाट एकातिर कृषि तथा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ भने अर्कोतिर जैविक विविधताको विनाशले पारिस्थितिक प्रणालीको सन्तुलनलाई खलबल्याइरहेको छ। हिमवत् खण्डका यी साझा चुनौतीहरूको सामना गर्न वातावरणीय संरक्षण, जलस्रोत व्यवस्थापन, हरित ऊर्जा प्रवर्धन तथा स्थानीय समुदायलाई जलवायु अनुकूलन रणनीतिमा सहभागी गराउनु पर्दछ। यसका लागि अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान तथा नवीकरणीय ऊर्जा उपयोगलाई प्राथमिकता दिएर हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु आवश्यक छ। अन्त्यमा नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय एवं दूरदृष्टा राजनीतिज्ञ जननेता मदन भण्डारीको नाममा स्थापित भई भाषा, साहित्य, ललित कला, सङ्गीत, गीत सङ्गीत तथा दर्शन आदि क्षेत्रमा क्रियाशील मदन भण्डारी कला साहित्य प्रतिष्ठानले यस महत्त्वपूर्ण हिमवत् खण्ड कला साहित्य संस्कृति सम्मेलनको आयोजना गरेकोमा म पुनः धन्यवाद दिँदै सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु। धन्यवाद। र अब कार्यक्रममा आफ्नो अत्यन्त व्यस्त समयको बावजुद पाल्नु भयो। सभ्यता पछि भाषाहरू फरक हुन्छन्। भौगोलिक अवस्थाको भिन्नता सँगै हरेक सभ्यताका आफ्ना केही विशिष्ट विशेषताहरू हुन्छन् र यी फरक सभ्यतामा जन्मिएका भाषाहरू पनि शब्दावलीमा मात्र नभएर व्यक्त गर्ने तरिकामा, सोचमा पनि भिन्नता राख्दछन्। जसरी भौगोलिकदेखि भौतिक अवस्था फेरिँदै आएको छ, त्यसरी नै भाषाहरूमा पनि परिवर्तन आएको देखिन्छ। सान्दर्भिकता र समय सापेक्षता र भाषाको आयुको सोझो सम्बन्ध रहेको देखिन्छ। त्यस्तै हामीले विभिन्न भाषाका इतिहास हेर्दा के देख्छौँ भने भाषा यस्तो खजाना रहेछ जुन बाँड्दा त्यो खजाना झन् बढ्छ। उदाहरणको लागि संस्कृतलाई लिउँ। यो उहिले एलिट र एक्सक्लुसिभ भाषा बनाइएकोले त्यसमा कुनै मुभमेन्ट र डाइनामिजम रहने नरहेकोले त्यो भाषा स्वतः सीमित हुन पुग्यो। भाषा समुन्नत हुन त्यो भाषा बोल्ने जनसङ्ख्याको भौगोलिक र भौतिक अवस्थाको सँगसँगै काँधमा काँध मिलाएर हिँड्नुपर्ने रहेछ। किन? यहाँ उपस्थित सबै महानुभावहरूलाई यो कुरा थाहा नै छ। हामीसँग यसका दृष्टान्तहरू पनि छन्। सञ्चारका लागि, आफ्ना भावना व्यक्त गर्नका लागि र अहिलेको जल्दो बल्दो हाम्रो कन्सेप्ट छ नि आफैले आफूलाई बुझ्नुपर्छ भन्ने हो, यो बुझ्नका लागि पनि आफूले बोल्ने भाषाको सिधा र गहिरो असर हुँदो रहेछ। यी भाषाहरूमा त्यो शब्दावलीहरू छन् कि छैनन्, ती आवश्यकताहरूलाई पुरा गर्ने, त्यसको पनि आवश्यकताको चाहिँ एउटा यसमा यी शब्दहरूमा यदि त्यो आवश्यकता पुरा भएन भने ती चाहिँ आगन्तुक शब्दहरू हावी हुने देखिन्छन् र बिस्तारै बिस्तारै त्यो भाषाको करेन्सी पनि फितलो हुँदै जान्छ।
संस्कृत फ्रेन्चदेखि सभ्यतासँगै हराएको भाषा जस्तै हरप्पन र अहिले इङ्ग्लिस र अहिले आएर अमेरिकन इङ्ग्लिस भाषाको इतिहास र यात्रालाई हामीले सम्झिन सक्छौँ। यी भाषाका जीवन यात्रालाई दिमागमा राखेर हामीले नेपाली भाषाहरूको स्ट्याटस अपडेट लियौँ, यसको यात्रा र भविष्यको बारेमा मनन गरौँ। नेपाली डायस्पोरा हिमवत् खण्ड भेगमा फैलिएको छ र अहिलेको अवस्थामा यो यस बाहिर पनि विश्वभरि उल्लेखनीय रूपमा फैलिएको छ र यो सँगै नेपाली भाषा पनि फैलिएको छ। मैले सुरुमा भने चाहिँ भौगोलिक र भौतिक अवस्थाले भाषामा सिधा असर गरेको दृष्टान्त यहाँ पनि देखिन्छ। नेपालमा बोल्ने नेपाली र सिक्किम, भुटान, बङ्गलादेश, म्यानमार र अन्य देशमा रहेका नेपाली मूलका समूहले बोल्ने नेपाली भाषामा र तिनका शब्दावलीमा थुप्रै भिन्नता देखिन्छ। नेपालभित्रै विभिन्न नेपाली डायलेक्टहरू छन्। यी सबै हाम्रा स्ट्रेन्थ हुन्, हाम्रो सबल पक्ष हो। यसले बृहत नेपाली भाषालाई र यसको शब्दावलीलाई अझ समृद्ध बनाएको छ। मलाई आशा छ यस सम्मेलनले छरिएर रहेका नेपाली डायलेक्टहरूलाई दस्तावेजीकरण गर्ने प्रक्रियालाई थप मद्दत गर्छ। भारत त हामी ज्ञान शक्तिले अहिले अमेरिका झुकिरहेको छ, हाम्रो भारतवर्षसित खाडी राष्ट्रहरू झुकिरहेको छ। अब अर्थतन्त्रमा भारत धेरै अगाडि बढिसकेको छ र भारतले नेपाललाई आफ्नो मित्र सम्झन्छ, भ्राता सम्झन्छ, भगिनी सम्झन्छ र दुई देशमा काशी र नेपालको ज्ञान विनिमय धेरै प्राचीन छ। यहाँ नेपालमा मात्र होइन, काशीमा पनि धेरैजना विद्वानहरू प्रतिष्ठित थिए। पहिले के थियो भने उपाध्याय भनिन्छ। उपाध्याय हुनुको लागि धेरैवटा परीक्षा दिनु पर्थ्यो। ती परीक्षा भारतभरिबाट आउँथे। त्यसमा नेपालका विद्यावारिधी गर्भहरू त्यहाँ परीक्षामा प्रत्याशी भएर बस्दथे। ती प्रत्याशी भएर बसेर त्यो परीक्षा उत्तीर्ण भएपछि उपाध्याय हुन्थे, शिक्षक। उपाध्याय भइसकेपछि महोपाध्याय हुन्थे, महोपाध्याय भएपछि महोपाध्याय हुन्थे। महोपाध्याय काशीमा धेरैजना नेपाल क्षेत्रबाट गएका छन् र यसकारण नेपालमा सधैँ नेपालीहरूको प्रतिष्ठा छ। जुन प्रतिष्ठालाई अहिले हामीले पनि संरक्षित गर्ने प्रयास गरिरहेका छौँ। अरू शिक्षाहरू जस्तै नेपाली शिक्षाको लागि पनि काशी प्रसिद्ध छ। नेपाली पढ्नको लागि उत्तर भारतबाट मात्र होइन, उत्तर पूर्वी भारतबाट मात्र होइन, तर विदेशीहरूले पनि नेपाली भाषा पढ्नको लागि काशी हिन्दू विश्वविद्यालयमा आउने गर्छन्। नेपालबाट आउनेहरू अहिले काशी हिन्दू विश्वविद्यालयमा मात्र 281 जनाको पञ्जीकृत छन्। 281 जना 300 जना हुन्थे। पहिला आफ्नो अनुभवमा काशीमा नेपालबाट पढ्न जानेहरू सधैँ 250-300 जति नै हुन्थे। त्यही अनुपातमा त अहिले स्थिति के छ भने नेपालको पहाडी क्षेत्रका विद्यार्थीहरूको सङ्ख्या घटेर तराईका मधेस खण्डका विद्यार्थीहरूको सङ्ख्या अपर्जत बढेको छ र पहिला त्यहाँ नेपालको कार्यक्रमहरू भन्नु बित्तिकै नेपाली कार्यक्रम पनि हुन्थे, अरू भाषाका कार्यक्रमहरू पनि हुन्छन्। हामी स्वागत गरिरहेका छौँ। सबैजनाले आएर काशीमा अझै शिक्षा लिनुहोस्, किनभने काशीलाई सर्वविद्याको राजधानी भनिन्छ। हाम्रा पूर्वीय ज्ञानको स्रोतहरू बिर्सेर पश्चिमा ज्ञानको स्रोतलाई आधार मात्र थालेको भौतिकवादी चिन्तन र उपभोक्तावादी संस्कृतिमा रहन थालेको धेरै भइसक्यो। हाम्रो जीवनशैली, साहित्य, कला, संस्कृति र संस्कृति पश्चिमा भौतिकवादले आक्रान्त छन्। हाम्रा मौलिक र रैथाने चिन्तन र जीवनशैली लोकको अवस्थामा छ। ज्ञानको शक्तिले मानव जाति र विश्वमा ठुलो महत्त्व राख्ने हुनाले राजनैतिक रूपमा पनि यसको ठुलो भूमिका हुन्छ। यसै कारण हाम्रो पूर्वेली चिन्तन, दर्शन, जीवनशैलीको संरक्षण र सम्वर्धनको मात्रै
को आफ्नै गौरव र महत्त्व छ। यस परिप्रेक्ष्यमा आयोजित यस 3 दिने सम्मेलनको ठुलो महत्त्व छ। हो, हाम्रो आवश्यकता भौतिक विकास पनि हो, चाहिन्छ पनि, तर प्राकृतिक सन्तुलनलाई ध्यानमा राखेर गर्न सके पर्यावरण, मानव, पशु प्राणी, वनस्पति सबैको भलो हुनेछ। ध्यान नदिएमा प्रकृतिको विनाश हुन सक्छ। मानिसले आफ्ना स्वार्थका लागि प्राकृतिक विनाश निम्ताउने काम गरिरहेको भने देखिन्छ। मानिसले आफ्ना स्वार्थका लागि विकासका नाममा विनाश गरिरहेका र प्राकृतिक दोहन गरिएका हामी देखिरहेका पनि छौँ। विकासको नाममा प्राकृतिक दोहन, बाटाघाटा, जलविद्युत आदि चाहिने तत्त्व नै भए पनि जताभावी बिना अध्ययन बनाइएको र भइरहेको पनि हामी देखिरहेका छौँ। त्यसका फलस्वरूप हामी बाढी, पहिरोका शिकार, रुखपातको विनाश, पशुपक्षीको थातथलोबाट उनीहरूलाई लखेट्ने कामहरू भइराखेका देखिरहेकै छ।